हेलो साथीहरु गुड मर्निङ सबैजनालाई यो चाहिँ मेरो न्यू ब्लग सबैजनाले स्वागत छ म चाहिँ के गरिरहेछु सबैजना हेर्न सक्नुहुन्छ म चाहिँ उठेर मुख पनि ढोल छैन है साथीहरु अल्टा त बिमारी मान्छे पर्यो यस्तो माछु सुत्केनीको छाक जस्तो हेर्न सक्नुहुन्छ साथीहरु म चाहिँ झाडु मारिरहेको यसरी पुरै हैन भित्र आँगन बाहिर पुरै मारेर झाडु मार्दैछु तपाईहरु हेर्न सक्नुहुन्छ मेरो भाइको सुरुवात यसरी भइरहेछ है बिहान बिहानको यस्तो ल्यापटप हेरेर हुन्छ के गर्ने यता चाहिँ सुत्नु भा कस्तो राम्रो देखिनु भएको छ तपाई चाहिँ बिहान बिहान उठेर मुख धुलाउनु भएको तपाईको चाहिँ कामै छैन कि मोबाइल हैन यो मोबाइल नयाँ मोबाइल हानी दुईटा मोबाइल त्यसको चार्ज भएपछि यो चार्ज यस्तो ल्यापटपमा कसरी रिपेयर तार्नु ब्लगमा के भन्न चाहन्छस् भन्छ नि यार त दुईटा गाइजहरु सिकाइदिनु मलाई ल्यापटपमा कसरी गेम तार्नु फ्री फायर त्यसले फ्री फायर खेल्नु मन लाग्छ छैन नि फ्री फायर खेल्ने ल्यापटपै हैन यो चाहिँ बाबाले हामीलाई काम सिक्ने यसो घरहरु बनाउन सिक्ने अनि प्रोजेक्टहरु कसरी बनाउन सिक्छन् भनेर पठाइदिएको तर चाहिँ यो भिडियो हेर्न प्रयोग गर्छ है हामीलाई भिडियो हेर्ने प्रयोग गर्ने हैन अब चाहिँ यो कामको लायकको पठाएको काम गर्नको लागि पठाएको अब चाहिँ काम गर्नुपर्छ कति गर्नु हुँदैन त भलक बनाउनुस् त म के भलक बनाउँछु नि मेरो ऊ एउटा सिप हो कि नै साथीहरु मेरो एउटा सिप हो कि नै भन्नुस् त यसको सिपै छैन त के यसले यो गर्छ मेरो सिप छ मैले बनाउँछु हो कि नै जसको सिप दिन्छ जस्तो बनाउँछ आफ्नो सिप छैन नबनाउनुस् हजुर मेरो सिप छ धेरै नै म बनाउँछु म बोल्दै देखिन्छु हाइ टाउन्डा खतरा बोल्दै देखिन्छु के बोल्छस् भन्नु ए मेरो दाइ हो गाइस जरुर नमस्ते के छ कस्तो छ तपाईहरु सन्जारे हुनुहुन्छ ल म पनि ठिकै छु अनि के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ किन यस्तो देखिरहेको छु म चाहिँ अलिकति कालो कालो देखिरहेको छु हैन खै किन हो यस्तो भएको व्यक्त त मन लाग्छ नि बिचारा मान्छे देखेर बोल्न सक्दैन त्यो चाहिँ भलाको हल्का सानो किन मोबाइल हो यसको मोबाइल हो साथीहरु यसको मोबाइल हो मेरो मोबाइल हो नि कसले पठाइदिएको बाबाले पठाएको हो कि नै यो भिडियो हेर्न चाहने मेरो बाबालाई के भन्न चाहन्छु तपाईले यो मोबाइल त पठाउनु भयो तर चाहिँ यो मोबाइलले चाहिँ धेरै चार्ज टिकाउन्न क्यामेरा त ठिकठिकै लिन्छ हैन अब यो मोबाइल मेरो हो चलाने हैन गाइजहरु जे जस्तो भए पनि चलाउन परिहाल्यो हैन होइ अब यस्तो भलाको आउनेछ अब म चाहिँ टिप्न सुरु गरेँ मलाई मेरो लागि किनेको है मेरो लागि किनिनु हुन्छ तर मैले किन हो 100 रुपैयाँ गर्नै आउनलाई सबै साइकल किन्नु भयो नि विषयको त 1000 के हालेर किन्नु भयो अब 2 दिनमै कबार यस्तै छ कि मेरो जिन्दगी अब म कस्तो गाली गर्छन् है घर अनि हल्का फेरि अलि हल्का सोचिहाल्छु क्या साथीहरु अब यस्तो दाउराहरू मिलाएर चुला लिप्नु पर्यो अनि फेरि म चाहिँ नास्ता बनाउने हो कि साथीहरु अनि के भन्छन् चाहिँ सबैजनाले अब फेरि ब्लग मेरो आइछ युट्युबमा पनि आउँछ अब फेरि ब्लग किनकि पहिला मेरो क्वालिटी राम्रो छैन थियो क्यामेराको मलाई भिडियो बनाउन ठुलो लहर लाग्छ मेरो सपना छ युट्युब च्यानल भन्ने तर एक न एक दिनमा सक्सेस हुन्छु भन्ने एक न एक दिनमा मेहनत गरे भने म मेहनत गर्न छोड्दैन हजुरहरूले साथ दिन नछोड्नु होला मलाई त्यही भएर हेर्नु म मेहनत गर्न छोड्दैन तपाईँहरूले मलाई साथ दिनुभयो भने म पनि सक्सेस हुन चाहन्छु हैन अब तपाईहरुले त भन्न सक्नुहुन्छ के भन्नुहुन्छ थाहा छैन तर म चाहिँ के भन्छु भने मलाई साथ सपोर्ट चाहिन्छ हजुरहरुको अरु के छैन फेरि यसको त यस्तो रहेछ भन्नु ल यो चाहिँ बाहिरको किचन हो मेरो
घर त धेरै ठुलो त छैन मेरो घर चाहिँ अब उता बन्दैछ के अर्को घर पनि बन्दैछ यता पनि उयो गर्नुपर्छ अलि फेरि देखाउन के साथीहरू अब के गर्ने यस्तै जिन्दगी म चाहिँ लिप्छु अनि चिटी च्याट्ट पार्छु होइन साथीहरू लिपेर म चाहिँ यो भान्सा हुन्छ नि खाना पकाउने भान्साहरू हुन्छ नि यो खाना पकाउने भान्साहरू हुन्छ नि साथीहरू त्यो चाहिँ मलाई लिप्न मन लाग्छ यस्तै लिप्न मन लाग्छ होइन के गर्ने मलाई के गर्ने लिप्नु पर्छ जसले जे भने नि जसले जे गरे नि मलाई मतलब छैन के मेरो दाइले भलक के बाबा मोबाइल भलक बनाउँछु मलाई क्यामेराको क्वालिटी चाहियो बनाउनको लागि त्यस्तो अरू खासै क्यामेरा चाहिँदैन कि साथीहरू आफ्नो सिप आफैसँग भएपछि राम्रो हुन्छ क्या म त त्यही भन्छु मलाई साथ सपोर्ट दिनु होला साथीहरू मलाई अरू केही चाहिँदैन यति भइपुग्छ म चाहिँ पानी लिन गएको यस्तो लिपेर अनि